सलाद खाएर उब्रेको मुलाको अचार बनाउँदैछु। मुला चाहिँ ओइलाएर जानु लागिसकेको थियो, त्यसैले मैले अचार बनाउने निर्णय गरेँ। त्यसको लागि मैले मुला काटेर घाममा सुकाएँ, अनि अदुवा लसुन पनि अनि खोर्सानी पनि दिनभरिको घाममा सुकाएर बेलुका अचार बनाउँदैछु। फर्स्टमा तोरीको तेल तताउँदैछु मेथी पड्काएर, अनि दिउँसो सुकाएको चाहिने जति सामान बाटीमा राखेँ, अनि मेथी मजाले पड्काएर बेसार मजाले खुराएर जान्दैछु। अनि तोरी चाहिँ मैले हिजोअस्ति नै भुटेर मजाले पिनेर राखेको थियो। यो चाहिँ सबैको लागि काम लाग्छ नि त, भुटेर राखेपछि चटपटेहरू खाँदा, माछा बनाउँदा, त्यसैले म चाहिँ यसरी नै राख्ने गर्छु सधैँ। प्राय दिउँसो खाजामा चटपटे खाइरहेको हुन्छ, त्यसको लागि चाहिहाल्यो। अनि माछाहरू पनि खाइरहेको हुन्छ, त्यसको लागि पनि मिठो हुन्छ नि त, त्यही भएर म चाहिँ पिनेर राख्छु। अनि मजाले झाने, अनि मजाले यहाँ चलाउँदैछु मिक्सी गरेर। अनि मैले खोर्सानी चाहिँ राख्न बिर्सेछ, अनि त्यही भएर फेरि खोर्सानी एड गर्दैछु, धुलो खोर्सानी घरमै पिनेको। अनि मेरो चाहिँ बनाउने तरिका एकदम सिम्पल छ। मैले बजारे खोर्सानी पनि राख्दिनँ, अनि यो जिरा धनियाँको धुलो पनि राखेको छैन मैले। मलाई चाहिँ यस्तै सिम्पल मनपर्छ, त्यसैले मैले सामानहरू चाहिँ राखेन। तर अब नेक्स्ट टाइम बनाउँदा चाहिँ म त्यो सबै राखेर पनि एकचोटि ट्राई गर्छु कस्तो हुँदो रहेछ, अनि त्यतिखेर पनि देखाउँछु हजुरहरूलाई। अनि कुरा गर्दा गर्दै मैले एउटा बट्टानी भरिसकेँ, त्यसै गरी म अर्को बट्टानी भर्दैछु। अनि 3 बट्टा भएछ, 3 बट्टा ठिकैको, 2 बट्टा चाहिँ भरि आधी बट्टा जति भयो अर्को चाहिँ खाँदाखेरि मस्तले खाँदी बनाउनु पर्यो नि होइन, अमिलो बनाउनु पर्यो। बनाउनु नबनाएपछि त राम्रै बनाऊँ न होइन, अमिलै होस् न। अनि मैले मस्तले पुछेर यहाँनिर राख्दैछु। अनि अहिले मैले बनाएको अचार चाहिँ यस्तो भयो, कस्तो भयो भन्नु होला है सबैजनाले। चमेली चमेली तिमी छौ मेरो मनभरि।